हाई गाइज वेलकम टु माई भ्लग। आज चाहिँ म शनिबार भएर रिफ्रेसमेन्टको लागि मणिचु दह जाँदैछु। त्यहाँ चाहिँ टिकटकमा अनि त्यसपछि फेसबुकमा चाहिँ एकदम भाइरल थियो त्यो ठाउँ चाहिँ। पहिले होइन अहिले पनि भाइरल छ। त्यहाँ चाहिँ होइन काठमाडौँको हो हल्ला भन्दा चाहिँ एकदम शान्त छ भनेर चाहिँ जान लागेको छु। कस्तो हुन्छ के हुन्छ बाटोभरि चाहिँ म देखाउँछु। त्यहाँ चाहिँ 23 किलोमिटर देखाइरहेको छ। यहाँबाट अनामनगरबाट मणिचु दहको डिस्टेन्स चाहिँ 23 किलोमिटर देखाइरहेको छ। अनि टाइम चाहिँ गुगल म्यापमा हेर्दा चाहिँ 1 घन्टा 1.5 घन्टा जस्तो लगभग देखाइरहेको छ। कति घन्टामा पुग्छौँ कस्तो छ के छ त्यो म तपाईँहरूलाई देखाउने नै छु। तपाईँहरूले भ्लग चाहिँ पुरै हेर्नुहोला ल। उहाँ चाहिँ होइसिन्छ मेरो राइडर होइन मेरो पर्सनल पठाओ ड्राइभर। मेरो पर्सनल ड्राइभरले चाहिँ बाइक पनि स्टार्ट गर्नुभयो। गाइज हामी त जाँदैछौँ तर नोइजले केही सुन्नेको छैन होला। त्यही पनि अब हेर्नु। चाबेल पुग्न लाग्छ। यतातिर चाहिँ एकदमै बाटो चाहिँ एकदम बिगारेर रहेछ क्या। यो चाहिँ चाबेलको गणेश स्थान मन्दिर होइन। शनिबार भएर नै होला कि के होला खोइ अलिअलि जाम चाहिँ छ क्या। तल चाहिँ सुस्त मन्द गतिमा चलिरहेछ। मलाई त्यो जाम पर्ने खालि मुक्तिको यादमा आउँछ कि म एकचोटि 4-5 घन्टा फसिन्छु क्या त्यहाँनिर। यो बाटो चाहिँ गोकर्णेश्वर जान्छ अरे। म चाहिँ गएको छैन मलाई थाहा छैन जान्छ अरे होइन। हामी चाहिँ यो बाटो जान्छौँ। मौसम आज चाहिँ कस्तो राम्रो छ कि यो बादलहरू नि कस्तो राम्रो देखेको के। कागेश्वरी बनहरा थरी आइपुगेको छौँ। यहाँ चाहिँ अलिक शान्त छ क्या बाटो। बजार भयो चाहिँ थरीको बजार होला अलिक भित्रभित्र नि हुन त घरहरू त अलिक बढिसक्यो होला। यो अङ्कललाई बाटो सोधेँ होइन हामीले अङ्कललाई बाटो सोधेँ। यो चाहिँ साखुको पुरानो बजार हो अरे होइन। घरहरू पनि कस्तो पुरानो मोडलहरू के छ नि कि कस्तो त्यो कलात्मक ढङ्गले बनाएको कि। खासमा नेपालीहरूमा कमी चाहिँ केही छैन क्या। विकास चाहिँ किन भएन भन्ने कुरा हो क्या। आर्किटेक्चरहरू चाहिँ एकदम राम्रो छ क्या। ल यो विदेशको कुनै पनि ठाउँमा देखिन्न क्या यस्तो चाहिँ। यहाँ चाहिँ यो ध्वजा पतङ्ग चाहिँ जो सबै तामाङहरू हुनुहुन्छ होला क्या। त्यही भइकन होला। बाटो चाहिँ अलिक पिच भएर होइन चाहिँ यसलाई चाहिँ के भन्छ ग्राभेल भन्छ होइन। यहाँ के खेती हुँदो रहेछ नि त। इस्कुसको खेती पो रहेछ। यो इस्कुसको चाहिँ मुन्टा जरा फल सबै खान मिल्छ क्या। अझ स्टोर गरेर नि खान मिल्छ। हेल्थको लागि पनि राम्रो अनि तरकारी पनि सस्तो होइन। मुन्टा त तर महँगै हुन्छ। मुन्टा र जरा फल चाहिँ अलिक सस्तो हुने हो। बाटो चाहिँ यता चाहिँ अलि अफरोड पनि रहेछ। कोही ठाउँमा आधी पिच यस्तो घर चाहिँ मलाई लास्टै मनपर्छ कि गाउँको भाइर आउने होला तर खिच्न पाएन। त्यो घर चाहिँ पहिला त यस्तै थियो क्या। हुन्छ नि त हाम्रो नि गाउँतिर त अहिले भुइँहरू र सबै गीती बालुवाहरू छुपाएर राख्नु भएको रहेछ यतातिर। ल बालेन सरकार बालेनजी तपाईँ इन्जिनियर पनि हो क्या अरे। छिटो आउनुहोस् यहाँ पिच गरिदिनु। यहाँ मान्छेलाई ढौ भयो हिँड्नलाई। अब बर्खामा त यो घरहरूलाई यो बारीहरूले एकदमै इफेक्ट गर्छ। त्यही भएर यो बाटोहरू चाहिँ बर्खाभन्दा अगावै पिच चाहिँ हुनु पऱ्यो नि त होइन भने त घरमा बाढी बस्ने सामान कहाँ राख्ने। यस्तो घरहरू छ यहाँ बस्ती छ कहाँ राख्ने त्यो पनि हो नि त। यो मान्छे मतलब यो ठेकदारको सरकारको चाहिँ यस्तो कुराहरूमा चाहिँ किन ध्यान आकर्षण हुँदैन क्या।
20-25 मिनट अझै बाटो होला यहाँ चाहिँ स्कुटी नै एकदमै गाह्रो गरी लैरहनु भएको एकदम अप्ठ्यारो हुँदो रहेछ कि यस्तो बाटोहरूमा चाहिँ यहाँ चाहिँ पार्किङ गर्ने रहेछ गाडी पनि आइरहेको छ आज चाहिँ र उकालो जाने रहेछ मनिची द चाहिँ होइन यहाँ चाहिँ मलाई चाहिँ थाहा थिएन क्या टिकट लाग्छ भनेर कसैको भिडियोहरूमा पनि मैले देखेको थिइनँ तर 100 रुपियाँ टिकट लाग्दो रहेछ टिकट चाहिँ एकदम क्यास लाग्दो रहेछ बाटो चाहिँ यस्तो छ मनिची द जाने होइन एकदम राम्रो छ तर हल्ले क्या मेरो भिडियोहरू जाँदा चाहिँ गाइज आउन चाहिँ आएँ एकदम रमाइलो छ ठाउँ पनि होइन शान्त हरियाली अनि यो ध्वजा पतिङ्गारले चाहिँ एकदम सजाएको छ हल्का उकालो छ 10-15 मिनट चाहिँ उकालो हिँड्नुपर्छ चाहिँ भने चाहिँ थियो त्यही पनि हिँडिरहेछौँ मजा नि भइरहेछ अब गाउँतिर जन्मेर हुर्केको मान्छेहरूलाई त अब नेचर भनेपछि अरू के चाहिन्छ र चाहिँ आयौँ होइन गाइस हामी चाहिँ यहाँ त्यस्तो दामी बनाएर सजाएको रहेछ यस्तो राम्रो त्यो ध्वजाले सजाएको रहेछ त्यहाँनिर चाहिँ सबैजना रेस्ट गर्ने खाना खाने ठाउँ होइन फोटो भिडियो लिन मन छ भने चाहिँ लिँदा हुन्छ यहाँबाट नि यस्तो दामी बनाएर सजाएको छ कि त्यो कुण्डा चाहिँ उता छ यहाँबाट चाहिँ जाने रहेछ गाइज बाटो चाहिँ यहाँ चाहिँ रोड जस्तै रहेछ सम्म आयौँ हामी दुईजना चाहिँ पुरानो जमानाको जस्तो छ देखियो नि केही हुन्न सानो खानेपानी नि रहेछ एकदम राम्रो रहेछ क्या ठाउँ चाहिँ फाइनली गाइज दमा आइपुग्यौँ एकदम शान्त छ क्या ठाउँ तर आज शनिबार भएर मान्छेहरू चाहिँ एकदम धेरै नै आउनु भएको रहेछ निस्किन आँटेँ अब चाहिँ बाटो चाहिँ यस्तै छ अघि बाटो हो तर व्यवस्थित रहेछ यहाँ प्लास्टिकहरू फाल्न नपाउने होइन फोहोरहरू चाहिँ गर्न नपाउने किन भन्दा यो गाउँलेहरूको खानेपानीको मुहान पनि हो रे प्लास्टिकहरू यता फाल्ने जलाउने रहेछ बोतलहरू यस्तो ठिक छ रमाइलो छ कहिले कसो आउन यस्तो चप्पल चाहिँ लाएर नआउनु होला तपाईँहरू किन भन्दा मलाई दुःख आयो मैले चाहिँ हातमा बोकेको छु फर्किन लाग्यो हामी चाहिँ यो पसलमा खाजा खायौँ अङ्कलले एकछिन सजेसन नि दिनुभयो मलाई गुगल सुगल हेर यस्तो उस्तो भनिकन उग्र तारा भन्ने रहेछ क्या एनिवे गाइस मेरो चाहिँ ब्याट्री सक्यो मलाई देखाउनु मन चाहिँ धेरै थियो बाई बाई सी यू नेक्स्ट भ्लगमा हामी फेरि भेट्ने नै छौँ